मेरै बाटो काटी हिँड्छ अवसर कहाँको लागि। मेरै बाटो काटी हिँड्छ अवसर कहाँको लागि। सोच्दैछु यो जिन्दगीको सफर कहाँको लागि। कमिलाहरू जस्तै ताती लागेर हिँडिरहेछन् यी सपनाहरूको लामलस्कर कहाँको लागि। दिलमा आगो पठायौ मन त खरानी भइसक्यो अब फुल पठाउँछौ प्रियवर कहाँको लागि। विमानस्थलदेखि विमानहरूसँगै उडाइरह्यौ विमानस्थलदेखि विमानहरूसँगै उडाइरह्यौ विदेशिनी मान्छे जस्तै त्यो नजर कहाँको लागि। सोच्दैछु यो जिन्दगीको सफर कहाँको लागि। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि हाम्रो नयाँ दिल्लीसम्मको भ्रमण यात्रा यसरी सुरु हुन्छ। यति बेला यहाँहरूले देखिरहनु भएको छ समुद्री सतहदेखि निकै नै उचाइमा प्लेन उडिरहेको छ र बाहिर बादलको लेयर देखेको छ। प्लेनभन्दा धेरै तल देखिन्छ बादल। यस्तो लाग्छ आफू जब माथि पुगिन्छ नि तब धेरै माथि भएको चिजलाई पनि तल नै देखिने रहेछ। हामीले विमानबाट बाहिर हेर्दाखेरि यो दृश्य देख्यौँ। यससँगै दिल्लीतर्फको रुट यसरी प्लेनको स्क्रिनमा देखाइएको छ। नयाँ दिल्लीको अवतरण पश्चात हामी उत्तर नोएडा प्रदेशतर्फ प्रस्थान गर्नेछौँ र पुनः नयाँ दिल्ली फर्कनेछौँ। प्लेन अवतरणको प्रक्रियामा रहेको छ, अवतरण हुँदैछ। विमानस्थलको चेक जाँच सकेर हामी केही बेर ड्युटी फ्रीतर्फ बस्छौँ र त्यस पश्चात हामी अन्तर्राष्ट्रिय विमानस्थलको एयरपोर्टबाट बाहिर निस्केर उत्तर नोएडातर्फ लाग्छौँ। उत्तर नोएडाको बसाइ पश्चात हामी पुनः नयाँ दिल्ली फर्कन्छौँ र भारतको निकै नै प्रसिद्ध स्मारक कुतुब मिनार स्मारक अवलोकनको लागि हामी त्यस स्थानतर्फ प्रस्थान गर्छौँ। कुनै पनि किसिमका रड र पिल्लरहरूको प्रयोग नगरिकन इँटाबाट मात्र बनेको यो संसारकै सबैभन्दा अग्लो स्मारक हो, जसको निर्माणकाल 1179 मानिन्छ। यसको उचाइ 72.5 मिटरको रहेको छ र यसमा 5वटा तल्लाहरू रहेका छन्, जसमा पहिलो 3 तह रातो बालुवा ढुङ्गाबाट, चौथो र पाँचौं तह भने सिंगमर्मर र बालुवाबाट बनेको छ र यो ढुङ्गाको मिश्रणबाट समेत बनेको छ। यसमा कुरानका विभिन्न आयतहरू कुदिएका छन्, जुन इस्लामिक कला र वास्तुकलाको उत्कृष्ट उदाहरण पनि हो। यसमा 379 भर्याङहरू रहेका छन्, तर सुरक्षाको कारणले गर्दाखेरि आजभोलि यसमा माथि चढ्नको लागि प्रतिबन्ध लगाइएको छ र भूकम्पको कारण विभिन्न भग्नावशेषहरूमा परिणत भएका छन् यहाँका विभिन्न पर्खालहरू। यो युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत रहेको छ र भारतीय इतिहासमा मुस्लिम शासनको पहिलो भव्य स्मारक मध्ये यो एक हो। अलई मिनार खिल्जीले निर्माण गर्न खोजेको दोस्रो मिनारको अधुरो संरचना पनि यसमा रहेको छ र यो दिल्लीको प्रमुख पर्यटकीय स्थलहरूमध्ये एक हो। वरपर हरियालीपूर्ण बगैँचाहरू रहेका छन्। साँझमा तपाईहरुले देखिरहनु भएको छ, साँझमा बत्तीले गर्दा झलमल्ल उज्यालो देखिन्छ र आकर्षक पनि देखिन्छ। कुतुब मिनार मध्ययुगीन इस्लामिक वास्तुकलाको उत्कृष्ट कृति हो, जसले भारतको समृद्ध इतिहासलाई प्रतिबिम्बित गर्दछ र हामी यस स्थानमा अवलोकन गरिसकेका छौं र तपाईहरुले देखिरहनु भएको छ विभिन्न किसिमका यहाँ कलाका विभिन्न किसिमका सौन्दर्यहरू रहेका छन्। यी सौन्दर्यहरूमा केही समय हामीले रम्ने अवसर पाएका थियौं। विशेष गरी तपाईहरु जानुहुन्छ भने यस स्थानमा साँझको समयमा जानुहोला र यो साँझको समयमा निकै नै झलमल्ल र आकर्षक देखिन्छ र उक्त कुतुब मिनार स्मारक पनि निकै नै यो बलिरहेको झलझली बलिरहेको जस्तो देखिन्छ। कुतुब मिनारको अवलोकन पश्चात हामी साँझको बसाइतर्फ लाग्छौं र साँझ केही पारिवारिक गफगाफ गर्दै हामी त्यसै स्थानमा रहन्छौं र भोलिको यात्राको निमित्त हामी त्यसै रुममा बसेर हामी योजनाहरू बनाउँछौं। 7 महिनाको छोरी पनि हामीसँग यो यात्राको सहयात्रा पनि रहेकी छिन्। भोलिपल्ट बिहानै निस्केर हामी नयाँ दिल्ली बाट रेड फोर्ट भन्ने स्थानतर्फ भ्रमणको लागि लाग्छौं र नयाँ दिल्ली भारतको राजधानी र प्रमुख महानगर हो, जसले तीव्र शहरीकरण र जनसङ्ख्याको वृद्धिलाई अनुभव गरिरहेको छ। यस सन्दर्भमा सडक अवस्थाहरू र शहरी विकासका पहलहरू भइरहेका छन्, जसमा सडकका अवस्थाहरू भनेको सुधार परियोजनाहरू र यातायात व्यवस्थापनहरू हामीले केही राम्रै देखिरहेका छौं यहाँनिर। तर शहरीकरण यहाँको तीव्र रहेको छ र विकास पनि त्यही अनुसार रहेको छ। सन्तुलित विकासको आवश्यकता
देखिन्छ। यसमा पनि नयाँ दिल्लीको सडकका अवस्थाहरू र शहरीकरण सम्बन्धी चुनौतीहरूलाई समाधान गर्न दीर्घकालीन योजनाहरू, नवीन प्रविधिहरूको प्रयोग र सामुदायिक सहभागिता महत्त्वपूर्ण रहेको हामीले यहाँ पनि देखिरहेका छौँ। हामीले यसरी हिँड्दै गर्दाखेरि नयाँ दिल्लीको एकदमै व्यस्त सडक र व्यस्त सहरमा हिँड्दाखेरि पनि निकै हरियाली महसुस गरेका छौँ। यो हरियालीमा नयाँ दिल्ली एकदमै अगाडि छ, किनकि यहाँ विभिन्न प्रशासनिक भवन र विभिन्न कार्यालयहरू होस् अथवा एकदम व्यस्त सहर होस्, एकदमै नयाँ दिल्लीको यो यति घना सहरमा पनि हामीले निकै नै हरियाली, एउटा वन जङ्गलकै अनुभूति गर्न पाउने रहेछ। र लाल किल्ला र राजाघाट भन्ने ठाउँतर्फ हाम्रो यात्रा अगाडि बढिरहेको छ। तपाईहरुले देखिरहनु भएको छ यो सडकको दृश्य। सडक व्यवस्थित नै देखिन्छ, किनकि दायाँ बायाँ चारैतिर हरियालीहरूले सम्पन्न छ र सडक पनि एउटा एक किसिमको आयतनमा रहेको हामीले देखिरहेका छौँ र विभिन्न किसिमका पार्कहरू पनि वरिपरि रहेका छन्। नयाँ दिल्ली पनि नेपाल जस्तै विभिन्न मन्दिरहरूको सहरको रूपमा हामीले देख्न सक्दछौँ। सडकको यात्रा छिचोलिसकेर हामी लाल किल्ला पुग्दछौँ। तपाईहरुले देखिरहनु भएको छ यो दृश्य। यो निकै नै सुन्दर एउटा लाल किल्ला रहेको छ र यसको निर्माण निकै पुरातन किसिमका इटा र पुरानो परम्परागत निर्माण शैलीबाट यो बनेको छ। भारतको दिल्लीमा अवस्थित ऐतिहासिक किल्ला हो यो लाल किल्ला, जसलाई मुगल बादशाह शाहजहाँले सन् 1638 को र 1648 को बीचमा बनाएका थिए। यस किल्ला लाल बालुवा ढुङ्गाबाट बनेको हुँदा यसलाई लाल किल्ला भनिन्छ। यसको मुख्य विशेषताहरू भन्नुपर्दाखेरि मुगल, फारसी, तुर्की र भारतीय वास्तुकलाको मिश्रणमा यो निर्माण गरिएको छ। यसको मुख्य प्रवेशद्वार लाहोर गेट र दिल्ली गेट दुईवटा रहेका छन्। यसभित्र पनि विभिन्न किसिमका संरचनाहरू रहेका छन्, जहाँ दिवान ए आम भन्ने संरचना रहेको छ, जुन जनसाधारणका लागि दरबार हो। यो दिवान ए खास भन्ने चाहिँ राजकीय सभाका लागि मात्रै प्रस्थान हुन्छ यहाँ। यस किल्लामा चाहिँ भारतको स्वतन्त्रता दिवसको दिनमा प्रत्येक वर्ष प्रधानमन्त्रीले यहाँबाट झण्डा फहराउने परम्परा रहिआएको छ। तपाईले देखिरहनु भएको छ एउटा झण्डा पछाडितर्फ फहराइरहेको छ। यो भारतीय प्रधानमन्त्रीले प्रत्येक वर्ष यहाँ झण्डा फहराउने गर्दछन्। यसभित्र रङ्गमहल र रानीहरूको निवास पनि रहेको छ र त्यसैगरी अर्को मोती मस्जिद अर्थात् शाही मस्जिद पनि रहेका छन्। यी चारवटा महत्त्वपूर्ण संरचनाहरू यसभित्र रहेका छन्। हामी भित्रतर्फ प्रवेश गरिसकेका छौँ। तपाईहरुले देख्न सक्नुहुन्छ यो विभिन्न किसिमका ग्यालरीहरू रहेका छन्। यसभित्र यो एउटा संग्रहालय हो, एउटा म्युजियम हो, विभिन्न कलाहरूको संग्रहालय हो। यो भारतको नयाँ दिल्लीको लाल किल्लामा अवस्थित रहेको छ र यो निकै नै सुन्दर किसिमका ग्यालरीहरू यहाँ रहेका छन्। सुन्दर रचनाहरू, सुन्दर किसिमका कलाहरू र सुन्दर किसिमका चित्रहरू यहाँ कोरेर राखिएको छ। यो निकै नै सुन्दर ग्यालरी हो र यो निकै नै सुन्दर म्युजियमको रूपमा स्थापित छ नयाँ दिल्लीमा। यहाँ धेरै एउटै मात्र नभइकन धेरै किसिमका कला संग्रहालयहरू रहेका छन्। विभिन्न किसिमका कलाहरू, हाते बुनाका सामानहरू, विभिन्न किसिमका काठका ढुङ्गामा लेखिएका कुराहरू, सिङ्गमर्मरमा र विभिन्न किसिमका धागोहरूलाई बुनेर विभिन्न नयाँ नयाँ किसिमका आकृतिहरू बनाउने कार्यहरू र सुन्दर पेन्टिङहरू पनि यहाँ देख्न सकिन्छ। विभिन्न किसिमका क्यानभासहरूमा पुराना कलाका विभिन्न किसिमका सौन्दर्यहरू पनि यस स्थानमा हामीले देख्न सक्दछौँ र यो तपाईहरुले पनि देखिरहनु भएको छ। पुरातन कला र संस्कृतिहरू पनि यहाँ एकदमै जीवन्त रूपमा बचाइराखिएको छ।
यसभित्रको ग्यालरीमा प्रवेश गर्दा निकै नै आनन्दको महसुस हुने गर्दछ र निकै नै एकदमै एक्साइटेड भएर सबै ग्यालरीहरूमा पुग्न मन लाग्छ। तपाईँहरूले देख्नु भएको छ, यो ग्यालरीको बाहिरतर्फको भाग हो र यो बाहिरतर्फको विशेष गरी हामी बरन्डा भन्दछौँ, त्यस स्थानहरूमा पनि यस्ता किसिमका विभिन्न किसिमका ह्यान्डिक्राफ्टहरूलाई चाहिँ सजाएर माथि झुन्ड्याएर राखिएको छ। यो बाहिरैबाट अवलोकन गर्न सकिन्छ, यसको लागि भित्र नै जानुपर्छ भन्ने छैन। विभिन्न किसिमका चित्रहरू, विभिन्न किसिमका सजावटहरूले यो निकै नै झकिझकाउका साथ रहेको ग्यालरी हो। यसमा तपाईँहरूले ह्यान्डिक्राफ्टहरू देखिहाल्नुभयो। ह्यान्डिक्राफ्टहरू पनि यसरी सजाएर राखिन्छ। यो यही नै हो, त्यो एउटा कुनै एउटा म्युजियम। हामीले अहिले भर्खर हेरेको ग्यालरीको बाहिरतर्फको भाग हो यो। उतापट्टि मैले अघि भनिहालेँ रानीहरूको निवासहरू पनि रहेको छ र यो शाही मस्जिद पनि तपाईँहरूले देख्नुभएको छ। अलिकति पछाडितर्फ शाही मस्जिद रहेको छ। लाल किल्लाको भ्रमण पश्चात हामी भारतको अर्को निकै नै प्रसिद्ध जामा मस्जिदतर्फ पुग्छौँ। जामा मस्जिद पनि दिल्लीमा अवस्थित मुगलकालीन सबैभन्दा ठुलो मस्जिद हो। यसलाई मस्जिद ए जहान नुमा पनि भन्ने गरिन्छ। यो मुगल सम्राट शाहजहाँले सन् 1650 देखि 1656 को बीचमा निर्माण गराएका थिए। यस मस्जिदमा विशेष गरी मस्जिद मुख्य रूपमा रातो बालुवा, ढुङ्गा र सेतो सिङ्गमरमरबाट बनेको छ। करिब 25,000 जना भक्तजनहरू एकसाथ यस मस्जिदमा जामा पढ्न सक्दछन्। मिनारहरू मस्जिदमा 40 मिटर अग्ला 2 मुख्य मिनार छन्, जसबाट पुरानो दिल्लीको सुन्दर दृश्य देख्न सकिन्छ। यसमा प्रवेशद्वारहरूको रूपमा मस्जिदमा 3 ठूला गेटहरू रहेका छन्, पूर्वी, उत्तरी र दक्षिणी। मुख्य प्रार्थना स्थलहरू पनि रहेको छ। यसमा भव्य मरम्मत गरिएको सिङ्गमरमरको मेहराब रहेको छ, जहाँ कुरानका शिलालेखहरू पनि कुदिएका छन्। ऐतिहासिक महत्त्व पनि यसको उस्तै नै रहेको छ। जामा मस्जिदको भ्रमण पश्चात हामी बाहिर निस्किन्छौँ। तपाईँहरूले देखिहाल्नुभयो भर्खरै मात्र पनि एउटा सिंहको निकै नै सुन्दर मूर्ति रहेको थियो। र त्यसै गरी हामी नरेन्द्र मोदीको निवासतर्फ को बाटो हुँदै प्रस्थान गरिरहेका छौँ। बायाँतर्फ सडकको बायाँतर्फको तपाईँले दृश्यमा देख्न सक्नुहुन्छ सुरक्षा गार्डहरू खटिएका छन्। सेन्ट्रल इन्डिया स्पेसल टास्क फोर्सहरू यस स्थानमा खटिएका छन्। यो निकै जङ्गल जस्तो देखिने ठाउँमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वासस्थान स्थल रहेको छ, निवास स्थल रहेको छ र जहाँ सुरक्षा गार्डहरू यसरी खटिएका छन् र त्यसको बाहिरतर्फ कतिसम्म हरियाली छ भन्ने कुरा तपाईँहरूले देखिहाल्नुभयो। नेपालको कुनै 4 कोसे झाडीभन्दा कम छैन। यो नयाँ दिल्लीको व्यस्त सहरको यो बीचमा रहेको यो निकै नै वृक्षारोपणले भरिभराउ हरियालीपूर्ण वातावरण हो। यो तपाईँहरूले यहाँ दृश्यमा देखिहाल्नुभयो। यससँगै हामी सडकको अवस्थाहरू पार गर्दै हामी लोटस टेम्पलतर्फ लगभग पुग्न लागिसकेका छौँ। अबको केही समयमै हामी लोटस टेम्पल पुग्नेछौँ। र यति बेला हामी लोटस टेम्पलमा प्रवेश गरिसकेका छौँ। यो लोटस टेम्पल भारतको दिल्लीमा अवस्थित बहाई धर्मको आराधना स्थल हो। यो तपाईँहरू देखिहाल्नुभयो निकै पर एउटा ठ्याक्कै लोटस जस्तै गुलाबको एउटा फुल जस्तो एउटा दृश्य देखिएको छ। त्यो नै हो लोटस टेम्पल। हामी त्यसैतर्फ अगाडि बढ्दैछौँ। यसको अद्वितीय कमलको आकारको वास्तुकलाका कारण यो निकै नै सुप्रसिद्ध रहेको छ। यसको मुख्य विशेषताहरूमा यसको निर्माणकाल चाहिँ हामीले 1986 मा यो सम्पन्न भएको हो। यसको यो एउटा मुख्य विशेषता हो। त्यसै गरी स्थापत्य शैली कमलको फुलको आकारमा डिजाइन गरिएको छ यो, जसमा 27 वटा सिङ्गमरमरका पङ्खुरीहरू रहेका छन्। यसको मुख्य रूपमा सेतो सिङ्गमरमर प्रयोग गरिएको छ यसमा, जुन यसको ग्रिसको पेन्डेलिक पहाडबाट ल्याइएको हो। यसलाई चाहिँ यो तपाईँहरू देखिहाल्नुभयो, यो पछाडिको सिङ्गमरमर चाहिँ ग्रिसको पेन्डेलिक पहाडबाट ल्याएर निर्माण गरिएको हो। यसको करिब 2500 जना यसभित्र एकसाथ बस्न सक्दछन्
यसको डिजाइनर इरानी क्यान्डेली वास्तुकार फरिवर्ज साहवाद्वारा डिजाइन गरिएको धार्मिक मान्यता रहिआएको छ, डिजाइन गरिएको हो। र यसको धार्मिक मान्यताको रूपमा चाहिँ बाह्य धर्मअनुसार सबै धर्म, जात र समुदायका मानिसहरूलाई प्रवेश अनुमति दिइन्छ यसमा। र यहाँ कुनै पनि मूर्ति वा पूजापाठहरू हुँदैनन्, शान्ति र ध्यानको आराधना स्थल मात्र हो यो। दिल्लीको प्रमुख र एकताको प्रतीक, धार्मिक सहिष्णुता र एकताको प्रतीक मानिन्छ यसलाई। दिल्लीको प्रमुख पर्यटकीय स्थलमध्ये यो एक हो र यसमा एकताको प्रतिमूर्ति पनि हो यो, जसमा 7वटा बाह्य उपासनाहरूमध्ये एक जुन विभिन्न महादेशमा छन्। यसको चाहिँ विश्वभरिबाट लाखौं पर्यटकहरू प्रत्येक वर्ष यहाँ चाहिँ भ्रमण गर्न आउँदछन् र यहाँ निःशुल्क प्रवेश रहेको छ। शान्त वातावरण, ध्यान र आत्मचिन्तनका लागि आदर्श स्थल हो यो। बगैँचाले घेरिएको हरियो वातावरण, लोटस टेम्पल दिल्लीको आधुनिक वास्तुकलाको उत्कृष्ट नमुना पनि हो, जसले धार्मिक सहिष्णुता र आध्यात्मिक शान्ति र चिन्तनको लागि सन्देश समेत दिने गरेको छ। र यस स्थलमा हामीले भ्रमण गरिसकेका छौँ। तपाईहरूले देख्नुभयो यो विभिन्न किसिमका सुन्दर हरियालीहरू रहेका छन्। चौरहरू त्यस्तै हरियालीमा निर्माण गरिएको छ। निकै नै बसिरहँ जस्तो लाग्दो, निकै नै ठुलो आयतन, निकै नै ठुलो पेरिफेरीमा यो बनेको छ र यसमा चारैतिर हरियाली व्याप्त रहेका छन्। र यो अध्यात्म र कुनै पनि किसिमको चिन्तनको लागि, कुनै पनि किसिमको साधनाको लागि यो एक विशेष स्थल रहन सक्छ। लोटस टेम्पलबाट बाहिर निस्किसके पश्चात नयाँ दिल्लीको निकै नै व्यवस्थित सडकहरूको यात्रा पार गर्दै हामी अगाडितर्फ बढ्दछौँ। तपाईहरूले देखिरहनु भएको छ यो सहरमा यति सुन्दर हरियाली छ। र त्यसै गरी केही अगाडि बढिसके पश्चात तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ आर्मीको हस्पिटल पनि यसै स्थानमा रहेको छ। यसै सडक र बाहिर दायाँ बायाँ रहेका विभिन्न किसिमका हरियालीहरूलाई हेरेर हामी भन्न सक्दछौँ हरियाली सुन्दरताको प्रतीक हो। जङ्गल विनाश गर्नु हुँदैन। सकिन्छ भने सहरमा पनि यसरी नै जङ्गलहरू, वनस्पतिहरूको हुर्काउनुहोस्, बढाउनुहोस्। वनस्पतिहरूले मान्छेको जीवनसँग प्रत्यक्ष सम्पर्क र सम्बन्ध राख्दछ। जसरी भ्रमण गर्दै हिँड्दै गर्दा हामीले यति सुन्दर हरियालीहरू देखेपछि हाम्रो मनमा एक किसिमको मनमोहकता पलायो। त्यसै गरी तपाईँले गर्नुभएको वृक्षारोपणले, जो तपाईँ आफै गर्नुहोस्, आफैले गरिसके पछाडि अर्काले वृक्षारोपण गरेको ठाउँमा रमाउनुको भन्दा मिठास आफैले वृक्षारोपण गरेर त्यसलाई हरियालीमा परिणत गरिसके पछाडि हामीले जुन किसिमको त्यसको चाहिँ एउटा क्रेडिबिलिटीको सबैबाट पाउनुपर्छ भन्ने पनि छैन। मान्छेको लागि सबैभन्दा ठुलो क्रेडिबिलिटी त्यो हो जो आत्मसन्तोष। र आत्मसन्तोष भन्ने चिज तपाईँ हामीले आफैले निर्माण गरिसके पछाडि त्यसको सब्लिमेसनको रूपमा हामीले आज हुर्काएको बिरुवा भोलि हुर्केर त्यसले निकै नै हरियाली प्रदान गर्दै हरियालीका साथ त्यो झाङ्गिएर त्यसले हामीलाई सुन्दरतासँगै शीतलता पनि प्रदान गर्न सकियो भने तपाईँ हाम्रो लागि जीवनको एउटा निकै नै अमूल्य खुसीको केन्द्रबिन्दु यो नै बन्न सक्छ, जुन नयाँ दिल्लीले पनि यसको अभ्यास गरेको रहेछ भन्ने कुरो मैले यो भ्रमणबाट प्राप्त गरेँ। नयाँ दिल्लीमा त्यस्तो किसिमको कुनै पनि विशेष अवस्थाहरू छैनन्, कुनै पनि विशेष केही पनि छैन। मलाई लाग्छ यसमा यहाँ पनि धेरै भोकमरीहरू छन्। यो नयाँ दिल्लीभन्दा दायाँ बायाँ हेर्ने हो भने प्रदूषित सहर छ, अव्यवस्थित बजारीकरणहरू रहेका छन्, जनताहरू धेरै गरिब छन्, गरिबीको रेखामुनि छन्। तथापि विशेष केन्द्रको रूपमा रहेका केन्द्रीय स्थलहरू र विशेष फोकसमा राख्नुपर्ने ठाउँहरू र राज्यको संयन्त्र, राज्यको सुन्दरता र राज्यको शानलाई बढाउने विभिन्न स्थानहरूमा नयाँ दिल्ली र भारतले निकै नै ठुलो एउटा एक किसिमको सफलता हासिल गरेको मैले देख्न सक्छु। मैले भन्न सक्छु यो दृश्यहरू तपाईहरूलाई देखाएर म यसको साक्षी बन्न सक्छु। भारतले गरेको प्रमुख उल्लेखनीय उपलब्धिको रूपमा मैले 3-4वटा बुदाहरू देखेको छु, जसमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल निकै नै सुप्रसिद्ध, निकै नै सुन्दर र निकै नै व्यवस्थित रहेको मैले पाएको छु। यो एउटा विकासको एउटा अर्को चरणलाई फड्को मारेर बनाइएको विमानस्थल इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हो एक। र त्यसै गरी 2 नम्बरमा भन्ने हो भने यहाँ मेट्रो रेलहरू चल्ने रेलवे स्टेसनहरू यति ठुला ठुला छन्। रेलवे स्टेसनहरू
भित्र प्रवेश गरिसके पछाडि हामी कुनै सुरुङमा प्रवेश गरेका छौँ अथवा कहाँ छौँ थाहा छैन, तर त्यसभित्र पनि एउटा निकै ठुलो एउटा संसार जस्तो सुन्दर एउटा बजारीकरण छ। त्यसभित्र पनि एउटा निकै नै ठुलो एउटा चोकहरू छन् जुन एउटा सडकमा अथवा कुनै जमिनमा होइन, त्यो कुनै एउटा भित्री स्थान जस्तो देखिन्छ। महसुस पनि त्यसै किसिमको हुन्छ। र हाम्रो देशको एउटा विमानस्थलको एउटा ह्याङ्गरभन्दा ठुलो नयाँ दिल्लीमा एउटा रेलवे स्टेसन रहेको छ, जसमा तपाईँहरूले राजीव गान्धी स्टेसनमा तपाईँ पुग्नुभयो भने तपाईँ आफै अचम्ममा पर्नुहुनेछ। र यस्ता स्टेसनहरू, त्यस्ता मेट्रो स्टेसनहरू इन्डियामा 100 भन्दा धेरै नै बढिरहेका छन्। अर्को कुरा म के भन्छु भनेपछि हरियाली निर्माण। तपाईँले देखिहाल्नुभयो नयाँ दिल्लीमा यति लामो यात्रा गर्दाखेरि पनि तपाईँको रुखहरू, यति हरिया रुखहरू नभएका ठाउँहरू छैनन्। यहाँ कहिल्यै पनि वसन्त ऋतु कहिल्यै पनि पर नजाने र वसन्त ऋतुको पनि यहाँ आवश्यकता देखिँदैन, किनकि रुख बोट बिरुवाहरू यसरी हुर्काएर यसरी हरियाली बनाइयो भने हामीलाई वसन्त ऋतु सदाबहार रहिरहने रहेछ, सदैव वसन्त ऋतु हामीसँगै रहिरहने रहेछ भन्ने कुराको झल्को यहाँ देखिएको छ। यससँगै अर्को कुरा म एउटा कुरो के भन्दछु भने सुरक्षा स्थितिलाई यति मजबुत बनाएको छ इन्डियाले। तपाईँहरूले अगाडितर्फ देख्नुभएको छ कन्फरेन्स हलहरू, त्यस्तै किसिमका भव्य कन्फरेन्स हलहरू रहेका छन्, त्यस्तै भव्य किसिमका चोकहरू रहेका छन्। र अहिले मैले भर्खर मात्र मैले भन्न खोजेको चाहिँ सैनिक शक्तिमा निकै नै अगाडि रहेको छ। उसले आफ्नो देशको एउटा सुरक्षा र बाह्य हस्तक्षेपबाट देशलाई जोगाउनको निमित्त आवश्यक पर्ने सम्पूर्ण संयन्त्रहरूको निर्माण गरेर, विभिन्न किसिमका आविष्कारहरू गरेर, विभिन्न किसिमका हतियारहरू खरिद गरेर, विभिन्न किसिमका सैन्य ट्रेनिङहरू बढाएर, सैन्य क्षेत्रमा विभिन्न किसिमका लगानीहरू गरेर उसले एउटा सैन्य क्षेत्रलाई निकै नै व्यवस्थित पारिसकेको छ र निकै नै अत्याधुनिक बनाइसकेको छ। विश्वको जुनै राष्ट्रसँग पनि ऊ बराबरीमा आउन सक्ने हैसियत इन्डियाले तय गरिसकेको छ। मैले यो किन मात्र भनिरहेको छु भने हामीले वास्तवमै हेर्ने हो भने इन्डियामा विभिन्न किसिमका भोगमरीहरू रहेका छन्। हामी बिहार भन्छौँ, बिहार निकै नै सङ्कटग्रस्त छ। त्यति मात्र होइन, यसअघि मात्र हामीले यसै भ्रमणको सिलसिलामा हामी उत्तर नोएडामा पुगेका थियौँ। उत्तर नोएडाको अवस्था पनि त्यति राम्रो छैन, सहर एकदमै अव्यवस्थित छ। हैजाको महामारीहरू त्यहाँ उत्पन्न हुन सक्ने जस्तो देखिन्छ, फोहोरहरू त्यस्तै छन्, अव्यवस्थित सहरीकरण छ, कुनै पनि विकास छ तर विकासले राम्रो रूप लिन सकेको छैन। कतै पनि यस्ता किसिमका हरियालीहरू रहेका छैनन्, रुख बोट बिरुवाहरू कतै पनि रोपिएका छैनन्, जसले गर्दा यो एउटा इन्डियाको चुनौती हो। तर इन्डियाको चुनौतीलाई इन्डियाले आफैले ढाकेर राखेको छ र ढाकेर पनि त्यसले विकासमा अगाडि बढिरहेको छ। यसलाई एउटा सफलताको रूपमा पनि लिन सकिन्छ, किनकि एकैचोटि विकास, सबै कुराहरूको विकास गर्न असम्भव हुन्छ। सबै कुराको विकासहरू एकैपटक हुन सम्भव छैन। विशेष केन्द्रहरूमा विकास गरिसके पश्चात पर्यटकहरूको नजर वृद्धि गर्ने एक, र त्यसै गरी बाह्य आकर्षणहरू हामीले बढाउँदै लगियो भने हाम्रो विकासको विभिन्न किसिमका अवधारणाहरू बदलिँदै जान्छन्, विकासका विभिन्न रूपहरू, विभिन्न आयामहरू थपिँदै जान्छन् र देश विकसित हुँदै जान्छ। र त्यस पश्चात समानुपातिक ढङ्गबाट सम्पूर्ण स्थानहरूमा विकासको एउटा चरणहरू हामीले सुरु गर्नुपर्दछ। त्यसको लागि पहिलो कुरो भनेको राज्य बलियो हुनुपर्छ। राज्यमा विभिन्न किसिमका एकदमै केन्द्रबिन्दुहरू बनाउनुपर्छ। यो नयाँ दिल्लीलाई भारतले एउटा राजधानी मात्र नभएर विकासको, सुन्दरताको र विभिन्न किसिमका एउटा अर्को ध्रुवको एउटा परिचय दिँदै गरेको मैले देखेको छु। नयाँ दिल्लीको अर्को एउटा प्रसिद्ध एउटा निर्माण स्थल इन्डिया गेट हो। तपाईँले देखिहाल्नुभयो, यो इन्डिया गेट पनि निकै नै प्रसिद्ध रहेको छ। इन्डिया आइसके पछाडि इन्डिया गेटमा नपुग्ने मान्छेहरू कमै हुन्छन्। तपाईँहरूले देखिहाल्नुभयो, यो दृश्यमा देखिएको यो इन्डिया गेट हो। मैले यहाँलाई यति जानकारी गराएँ यो भिडियो मार्फत। हाम्रो भ्रमण स्थलको पनि मैले एउटा एक किसिमको सम्झना राखेँ। यो भिडियो पश्चात मैले पछिसम्म पनि म यो स्थानमा पुगेको छु भनेर
मलाई एउटा सम्झना पनि भयो र यहाँहरूलाई पनि एउटा इन्डिया घुम्नु भएको छैन भने घुम्नको लागि कहाँ कहाँ घुम्ने रहेछ भन्ने कुराहरू नयाँ दिल्ली पुगिसके पछाडि नयाँ दिल्लीमा कहाँ घुम्न लायक ठाउँहरू रहेछन् भन्ने कुरा यहाँहरूलाई जानकारी भयो। अरू पनि छन्, विभिन्न किसिमका घुम्न लायक ठाउँहरू छन्। मुख्य ठाउँहरू त अझै बाहिरै रहेका छन् इन्डियाको, तपाईँहरूलाई थाहा छँदैछ। अब अझै घुम्न लायक ठाउँहरू अक्षरधाम पनि निकै प्रसिद्ध ठाउँ हो, आइसके पछाडि त्यहाँ पनि घुम्न नबिर्सनुहोला। र त्यसै गरी ताजमहल निकै नै घुम्नै पर्ने ठाउँ हो। यहाँदेखिबाट 850 किलोमिटर लगभगको दूरीमा ताजमहल पनि रहेको छ नयाँ दिल्लीबाट। तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो? कृपया हामीलाई सल्लाह सुझाव दिन नभुल्नुहोला र त्यसै गरी यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। हामीले च्यानललाई सब्सक्राइब गरिसके पछाडि तपाईँलाई अरू भिडियोहरू पनि प्राप्त हुनेछ। यतिन्जेल भिडियोलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र फेरि पनि भन्छु, कृपया सब्सक्राइब गर्न नभुल्नुहोला। र यो भिडियो कस्तो लाग्यो र कस्तो किसिमको भिडियोहरूको अपेक्षा गर्नुहुन्छ कृपया हामीलाई भनिदिनु होला। हस्त, नमस्ते।